हजुर नमस्कार अनि सँगसँगै एउटा दोहोरीको प्रस्तुता साथै हजुरको फेरि श्रोता कर्मचारीको नमस्कार भन्न चाहन्छु। सर्वप्रथम आज मैले छोटो देउडा दोहोरीको साथमा उपस्थित भइसकेको छु। हजुरहरूको माझमा भन्न चाहन्छु सर्वप्रथम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव कमेन्ट गर्न सेयर गर्न नभुल्नुहोला भन्ने आशा गर्दै मैले ढिलो नगरेर मैले छिटो देउडा दोहोरी प्रस्तुत गर्न पट्टि जान्छु। हजुरहरू सुन्दै गर्नुहोला। केला पाक्या लामा लामा बस्ने चौलानी आम पाक्या बाटुला कहाँ जान्छै बगने पानी कहीको माया महानी कठै आमा तम्रो माया बस्ने चौला